चाहिँ अब हाम्रो दोलखा जिल्लाको उत्तरी भेक उत्तरपट्टि माथि टपमा पर्न जान्छ। साउनी 1 प्लेट बिगाउँदै कसरी हो? 100 रुपैयाँ प्लेट। त्यसरी नै फेरि एकचोटि भने गुड मर्निङ टु एभ्रीवान। आज चाहिँ म गाउँमा छु, दसैँ सक्यो लगभग। अब आज चाहिँ हामी कालिन्चोकतिर जानेछौँ विथ माई फ्यामिली, मेरो अङ्कल, ठुलबा अनि ठुलमाहरू। हाम्रो ग्रुपमा चाहिँ यता पहाडे हुनुहुन्छ सबजना, अङ्कल हुनुहुन्छ यता, मम्मी बहिनीहरू अनि आन्टी हुनुहुन्छ त्यहाँनिर। आन्टीहरू चाहिँ बोलेरमा जाँदै हुनुहुन्छ। अनिखेरि हामी चाहिँ सन्देश क्यामेरामा छ। सन्देश र म चाहिँ स्कुटरमा जान लाग्छौँ त्यो एभिएटरमा। पक्कै एकदम ग्लोमी छ आजको डे चाहिँ एकदमै। So we're gonna travel safe, isn't it? Okay, it's like 250 kilometers. Yeah, far. That's fine. It's gonna be a hell of a ride, isn't it? Ooh, let's go. Sorry. सबैजना यहाँ परिवार घुम्न कालिम्पोङ घुम्न लागेको। अब दोलखा भीमसिनसम्म पुग्छौँ होला। अब ओके, हाम्रो यात्रा लामो छ, सफल होस्। हामी सबैजना फ्यामिली नै आज कालिम्पोङसम्मको हाम्रो कालिम्पोङ दर्शन गर्ने प्लान छ। हामी सबैजना यात्रामा निस्केका छौँ। त्यहाँदेखिबाट घुम्दै हामी अब दोलखा भीमसेन थान सबैतिर घुमेर अनि हामी फर्केर आउनेछौँ। अनि यो यात्रा चाहिँ सफलता होस् भन्ने। कालिन्चोक चाहिँ अब हाम्रो दोलखा जिल्लाको अलि उत्तरी भेक उत्तरपट्टि माथि टपमा पर्न जान्छ। र यो कुरी बजारसम्म हामी गाडीमा पुग्छौँ। कुरी बजारबाट हामी त्यहाँ मिलेसम्म हामी केबल कारमा फेरि कालिन्चोक ठ्याक्कै मन्दिरमा पुग्छौँ। यदि केबल कार अब सबै त्यहाँको चाहिँ अवस्था सेटिङ रहेनछ भने हामी हिँडेर पनि 1-1.5 घन्टाको बाटो लगाएर माथि कालिन्चोकको दर्शन गर्न पुग्छौँ। यति नै भने मैले। ल हुन्छ। ए ड्याडी कस्तो फिल गर्दै हुनुहुन्छ तपाईँ? आज हाम्रो भ्रमण छ कालिम्पोङको। हजुर, भ्रमण जाँदैछौँ सबै परिवार हामी, सफल होस् त्यही। ओके, अङ्कलको? We are going to कालिम्पोङ भ्रमण। हजुर, we are family भ्रमण सफल होस् अनि एकदम रमाइलो गर्ने रक्षा गरौँ अनि हाम्रो परिवार राम्रोसँग घुमेर हामी बेलुका घर फर्किन्छौँ। धन्यवाद, थ्याङ्क यू। Keep watching this vlog till in and enjoy with us guys. ठुलबा हुन्छ, ल बाई ठुलबा। लेट्स गो। हेर्दा खुसी देखिए नि भित्र मनमा चाहिँ पीडा नै थियो। गाउँबाट टाढिँदै गरेको पीडा। आज कालिन्चोक, भोलि काठमाडौँ, पर्सि पोखरा अनि त्यतैबाट लन्डन फर्किनेवाला थिएँ म। त्यही भएर एकचोटि पछाडि फर्केर हेरेँ अनि मनमा नै आफ्नो जन्मथलोलाई फेरि भेटौँला भन्दै बिदा मागे। क्विक अपडेट, एउटा हाम्रो बाइकले ओभरहिट भएर यहाँनिर चल्दै नै स्टार्टै भएन। यहाँनिर हाम्रो गाडीको फेरि टायरै पङ्चर भएछ, टायर स्टकमा रहेछ, भइगयो। तर आज डे चाहिँ पुरै ग्लोमी भइरहेछ है एकदम।
These days are running slow. Sunsets and shores far from home. Headlights are shining on the sea. No place on earth I'd rather than and I could try to just follow the swell, but I'll never find this anywhere else. ओके गाइस, अहिले चाहिँ हामी यहाँ सातबाट आइसकेका छौँ। यो चाहिँ चैतगुटको मेन बजार पनि हो। यहाँबाट चाहिँ तपाईँको सिधा जानु भने तपाईँलाई जिरी जानु सक्नुहुन्छ, यहाँ लेफ्ट जानु भने सिङ्गटीको बाटो हो। लाइक अब यहाँबाट हाम्रो अब कालिम्चोक चाहिँ अराउन्ड 15 to 20 किलोमिटर्सको भित्रै छ। अब चाहिँ एकदम अफ रोड बाटो सुरु हुनेवाला छ। ल लेट्स बिगिन द जर्नी है त। Tell me, have you ever danced in the rain? And I could try to just follow the swell, but I'll never find this anywhere else. Welcome to को लागि खानाको लागि लजहरूको लागि साह्रै राम्रो व्यवस्था गरिएको छ यहाँनिर। अब हामी बाहिरबाट देख्दै यहाँ सबै ठाउँ लजहरू होटेलहरू देखिरहेका छौँ। राम्रो राम्रो डिजाइनमा बनाएको घरहरू देखिरहेछौँ। साह्रै राम्रो यो घर हेर्नु होला न, यो तपाईँले देख्दै हुनुहुन्छ। यो घर यति राम्रो छ कि साह्रै लोभ्याउने घर छ, अति नै सुन्दर घर छ। सबै काठै काठ बनेको घर हो यो। यहाँ काठ एकदम लेक भएको हुनाले यहाँ काठ जताततै काठ पाउँछ। कालिम्पोङमा टेम्पो त आइपुगेछ, मान्छे त किन नआउनु होइन र? कालिम्पोङ नाम नै पवित्र छ। हजुरलाई यहाँ आउँदा कस्तो अनुभूति भएको छ? फाइनल्ली हामी पुरी बजारमा झऱ्यौँ। पुरी बजार अघि देखाइसकेको छौँ सबैजनालाई। पुरी बजार असाध्यै राम्रो ठाउँ छ, हेर्नलाई साह्रै रमणीय छ। यहाँ पर्यटकहरू बाहिरबाट पनि आउने गर्दछन् र त्यहाँबाट पुरी बजारबाट अलिकति मास्तिर आइसकेपछि केबल कारको यात्रा तय हुन्थ्यो हाम्रो। अनि हाम्रो लगभग 14-15 जनाको जम्बो टोली भएको कारणले गर्दा चाहिँ हाम्रो यो केबल कारको यात्रा तय नगर्ने, हामी सबैजनाले एकचोटि केबल कार चढिसकेको। अब हामी यहाँबाट पैदल यात्राको लागि तय गर्ने भन्ने कुरो हाम्रो सबैको परिवारको सरसल्लाह भयो। त्यो कारणले गर्दा हामी यहाँ अहिले जुन पुरी बजारबाट चाहिँ यहाँ उकालो हामी पैदल यात्राको लागि तय गर्दैछौँ। केबल कार त माथिबाट गइरहेको छ, यी तपाईँले देखिराख्नु भएको छ, केबल कार हिँडिरहेको हुन्छ। तैपनि हामी चाहिँ अब सबै परिवार रमाउँदै जाने भएको कारणले गर्दा चाहिँ हामी पैदल यात्रा तय गऱ्यौँ हामीले। यहाँ अहिले चिसो छ। अब यो तपाईँको लगभग यो असौजको महिनाको अन्तिम लास्टमा आएर पनि यति चिसो छ। यो 28-29 गतिको लास्ट अन्तिम हो, तैपनि चिसो, धेरै चिसो छ यहाँनिर। यो डाँडा काँडा हेर्दै यो आँखाले तपाईँको यहीँ बसौँ, यहीँ बसिरहौँ, कतै नजाउँ, यहीँको दृश्य मात्रै हेरेर भोक्नै टर्ने खालको दृश्य छ। त्यसैले यहाँ तपाईँहरू कहीँबाट टाढाबाट कोही आउँदै हुनुहुन्छ भने नि एकचोटि कालिम्पोङ आएर यात्रा गरिदिनु होला। अलराइट गाइज, अघि अङ्कलले भनिहाल्नुभयो यहाँको दृश्यहरू मनमोहक छ। आज हाम्रो फ्यामिलीको मान्छे नै 15-16 जना छौँ। अनि त्यही भएर चाहिँ बरु हल्का बस्दै हिँड्दै रमाइलो गर्दै गफ गर्दै जाउँ भनेर चाहिँ केबल कार नचढिकन हिँडेको। कालिम्पोङ चाहिँ यो मनमोहक दृश्यको साथसाथै एकदम हिँड्दै भ्लग गर्ने चाहिँ अलिकति गाह्रो हुने रहेछ। यो एकदम धार्मिक स्थल हो होइन। अनि त्यही भएर मेरो चाहिँ एउटा भाकल थियो यो मन्दिरमा, अनि भाकल पुरा गर्न आएको छु।
अब हामी यो कालिन्चोक मन्दिरको प्रवेशद्वारमा आएका छौँ। हजुर हाम्रो यो परिवार दर्शन गर्नको निमित्त अगाडि बढिरहेको छ। अब सुरसारमा पनि छौँ र हामी एकदम यो कालिन्चोक मन्दिरको तल कुरी बजारबाट उकालो आएर अहिले चाहिँ हामी ठ्याक्कै लाएर अलि यो शरीरलाई अलि एक्सर्साइज पनि भएको छ, उकालो आएका छौँ। त्यसैले अब हामी प्रवेशद्वारमा गएर कालिन्चोक भगवती माईको दर्शन गरिसके पश्चात हामी चाहिँ अब साँच्चै नै कालिन्चोक भगवती माईले हामी सबैको रक्षा गर्छन्, क्षमा गर्छन्, हामीले मनले चिताएको कुरा सबै पुर्याउँछन् भन्ने उद्देश्यको साथ हामी यहाँ प्रवेश गरेका छौँ। त्यसैले यो साँच्चै नै दोलखा जिल्लाको धार्मिक स्थल कालिन्चोक सबभन्दा हाई टपमा रहेको मन्दिर भगवती माईको कालिन्चोक माईकी जय। कालिन्चोक माईले रक्षा गरून् सबैजनालाई, हाम्रो परिवारलाई। मेरो मम्मी र ड्याडीलाई कस्तो लागिरहेछ? ल मेरो मम्मी र ड्याडीको चाहिँ एकदम आज फर्स्ट टाइम अब चाहिँ हाम्रो लगभग कालिन्चोक यात्रा सकिने लाग्यो। एकदम यहाँ पानी परेर सो लागेर एकदम शीत फालिरहेछ, त्यो भएर अब हामी चाहिँ तलतिर झर्छौँ होला बिस्तारै। मौसम धेरै राम्रो छैन, यहाँ बस्नलाई धेरै राम्रो हुन्न, बुढाबुढी मान्छेहरू नै हुनुहुन्छ हामीसँग। यही हो कालिन्चोक। दिस इज कालिन्चोक फर यु गाइज। As the day came to an end, the weather turned so dreamy. I realized that this moment, a moment I dreamed for a long time, had finally come true. This trip wasn't just about destination, it was about reconnecting with my family. We created a lot of memories that last for a lifetime. Also, we were so lucky that we get to ride the horses in Kuri Bazaar. It was so magical. It's time to say goodbye to this place. For now. But the adventure doesn't end here. In my next vlog, I will be traveling to Kathmandu, where I will be meeting my friends, my best friends. Until then, stay connected and keep dreaming. मन्दिरमा आइपुग्नु भयो। हामी बाउसँग भ्लग गर्दैछौँ। कालिन्चोकी बाँकी जय कालिन्चोकी माईकी जय कालिन्चोकी माईले रक्षा गरून्।
अनि डोलाइदिनु पर्छ